प्रविधिको प्रयोगले के हुन्छ भन्ने कुरो यही देखाएको छ। त्यस हुनाले चाहिँ विशेष गरिकन श्रम मन्त्रालय अन्तर्गत रहेका जति पनि सेवामूलक चाहिँ सेवा प्रदाय संस्थाहरू छन् या एडुकेसीका संस्थाहरू छन्, त्यो सबैलाई हामीले चाहिँ नि इन्टिग्रेटेड लेबर म्यानेजमेन्ट इन्फर्मेसन सिस्टमको आधारमा सबैलाई एक ठाउँमा लिएर जान खोजे कहाँ छौँ भने तपाईँहरूले यहीँ देख्नुभयो श्रम संसार भन्ने ठाउँमा हामी जान खोजिरहेछौँ। अस्ति भर्खर स्विस कन्ट्र्याक्टसँग हाम्रो चाहिँ एग्रिमेन्ट भएको छ हिजो। त्यो भनेर चाहिँ के भने प्रत्येक गाउँपालिका प्रत्येक पालिकाहरू स्थानीय तह भनौँ, प्रत्येक स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्र, जसको लागि भर्खर म चाहिँ वर्ल्ड ब्याङ्कलाई धन्यवाद दिन चाहन्छु, आयोलाई धन्यवाद दिन चाहन्छु। पिएमइपी अन्तर्गत चाहिँ रोजगार सेवा केन्द्र इएससीहरूलाई स्ट्रेन्थन गरेर सबै सेवाहरू चाहिँ इएससीको मार्फत अनलाइनमा गरेर इएससीलाई चाहिँ हामी एउटा फनेलको रूपमा डाटा ब्याङ्क बनाउँछौँ। र त्यहाँ चाहिँ अहिले जुन कुरा उठिएको छ, हाम्रा साथीहरूले उठाउनु भएको छ, प्रत्येक वडामा पञ्जीकरण गर भन्ने कुरा गरिएको छ। त्यो सही कुरा। प्रत्येक पालिकामा इएससी मार्फत हामी चाहिँ के भने त्यो पालिकामा कति चाहिँ मानिस छन्, कति बेरोजगार छन्, कति रोजगार छन्, के रोजगारीमा छन्, कति विदेश गएका छन्, कति विदेशबाट फर्केर आएका छन्, के सिकेर आएका छन्, उनलाई स्टार्टअपदेखि लिएर चाहिँ ट्रेनिङसँग कसरी जोड्ने भन्ने टोटल चाहिँ नेटवर्कको चाहिँ हामी काम गरिराखेका छौँ। त्यो पालिकाभित्र मात्र होइन, पालिका बिचमा पनि कर्णाली प्रदेशको कुनै पालिकालाई यदि इट्टा जोड्ने मान्छे चाहियो भने चाहिँ मध्य प्रदेशको फलानु पालिकाबाट मान्छे त्यहाँ पुग्न सक्छ। त्यस्तो व्यवस्था चाहिँ हामी इटाबाट चाहिँ कनेक्सन गर्न खोजिरहेको छौँ। त्यसो हुनाले चाहिँ यो सम्मेलन